ओके, हामी जान लागेको डेस्टिनेसन जानुभन्दा अगाडि चिया खाने कार्यक्रम भयो नगरकोट अलिमुनि। सर भन्नुहोस् त, से समथिङ। बिहानै कति 7:30 हिँडेको घरबाट। अहिले नगरकोटको अलिक तल माथि के अरे टावरदेखि पनि चिया खाँदैछौँ। अब यहाँबाट अगाडि बढ्छ हामी। र साथीहरू, हामी त पौवा अगाडि पुगिसक्यौँ, देख्न सक्नुहुन्छ। अब पौवा अगाडि पुग्दैछौँ। धापध्यान जाने हाम्रो सपना केशव सरको र मेरो। भाइ हेलमेट लाऊ, भाइ हेलमेट लाऊ। जुरेली उड्यो आकाशैमा, जुरेली उड्यो आकाशैमा, तिमी छौ यो मनमा, लहै तिमी छौ यो मनमा, रहरै रहरमा, लहै रहरै रहरमा, बल्ल बल्ल आएको यो गाउँमा, आएको यो गाउँमा बास बस्न। यो त्यही पावर हाउस नै हो रे सर, पावर हाउस हो। तर यो ठाउँमा पानी चाहिँ कहाँबाट आउँछ हौ, त्यो पनि म सोचिरहेको छु। पानी चाहिँ कहाँबाट आउँछ भने नि ए यहाँ ल्याएर जोड्ने, सञ्चय गर्ने, स्टोरेज होला। ल त्यस्तै होला सर। बाटो हिलो छ नि सर यहाँ त। अब तपाईँले ब्याग एकचोटि बोक्नुपर्ने हुन्छ होला यहाँनिर, होइन? बस्नु भयो हुन्थ्यो। ए ब्याग, त्यो ब्यागहरूको बस्नु न। ए त्यो ब्याग त्यहाँ राखेको थियो, यहाँ राखिरहेको थिएँ नि मैले। उहाँ हिँड्छु, ल्याउला हिँड्छु त्यहाँसम्म। ल ओ माई गॉड, बाटो हिलो। ए प्रभु,
पुग्यो यो माथिको बाटो भने जस्तो ढाबड्याम एकचोटि यहाँ सोधौँ न त यो ठाउँको नाम कहाँ पुग्यो यो ढाबड्याम जाने कताबाट यही बाटो सजिलो बाटो हो यो जताबाट गयो नि अफ रोड कति लाग्छ हजुर यो पुरै अफ रोड हो यताबाट अनि तल्लो बाटो नि सबै अफ रोड नै हो ए छोटो बाटो चाहिँ यो होला छोटो बाटो यही त हो नि दुईटा बाटो त आउँदैन बिचमा माथि गएपछि यस्तै एउटा अफ रोड भेटिन्छ उताबाट गयो भने मणिपुर पुग्छ यता गयो भने ढाब्याम पुग्छ क्या ए हस् धन्यवाद ल la 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 ढाबड्यामको लागि अब हामी हेर्दैछौँ जाँदैछौँ सर अफ रोड हेऱ्यो नि त अफ रोड है अफ रोड हेऱ्यो नि त अफ रोड तर अलिकति अप्ठ्यारो चाहिँ हुन्छ सर ए तेरिका तपाईँ अलि अगाडि आउनु माथि पुगिसकेपछि दुईटा बाटो आउँछ अरे अनि लेफ्ट गयो भने मणिचिउड रे मणिचिउड राइट गयो भने ढाबड्यामले बाटो चाहिँ पुरै अफ रोड हो रे आमै नि त सर यो जङ्गलमा त तपाईँ र म मात्रै हो कि के हो त्यही भने फेरि हुस बाटो अप्ठ्यारो भएकोले गाडी यहीँ छोडेर गएछ क्या पर्दैन तपाईँ नडराउनु न तेरिका यो मान्छेहरू पनि ढाबड्याम उता जान्ला रहेछ होइन अनि यहाँ बाटो अप्ठ्यारो देखेर त्यहीँ छोडेर हिँडेछ क्या अब यो होटल रहेछ यहाँ ओहो बाटो चाहिँ कति रहेछ हौ साथीहरू ल भाइ सर अब तल चाहिँ आधा घन्टा भन्थ्यो यहाँबाट सोधेको यहाँबाट नि आधा घन्टा अरे लास्टमा त हामीलाई त हिमालमै पुऱ्याइदिन्छ के हो आधा घन्टा 1 घन्टा भन्छ त्यो फुच्चे त हजुर हो शिवपुरी नेसनल पार्क हो नि यो यतातिर ड्रोन उडाउन पाउँदैन
कतै कच्ची कतै ढलान बाटो ढालान कतै कच्ची ल बाटो पुरै कच्ची यता त कति हौ बाटो यात्रा कतै कच्ची कतै ढलान बाटो हुँदै हामी लोकल भाले कुखुरा हेर्दै हामी अगाडि बढ्दैछौँ साथीहरू पछाडि केशव सर डराइरहनु भएको छ केशव सर अलि रमाइलो मान्नु न तपाईँ एडभेन्चर राइड हामी गर्दैछौँ बाटोमा स्थानीयहरू भेटिँदैछन् भिर पाखामा अनि ल यो भिर अनि पाखा यताका बस्तीका मान्छेहरू हेर्दै हामी अगाडितिर लाग्दैछौँ अब यो जङ्गलको बाटो वनस्पतिहरू अनेकौँ भेटिँदैछन् बाटोमा देख्न सक्नुहुन्छ तपाईँहरूले वनस्पतिहरू जडीबुटीहरू अनेकौँ भेट्दैछन् बाटो त्यस्तै चिप्लो पनि छ जस्तो लाग्यो हिलो पनि छ जस्तो लाग्यो अब केशव सरलाई यहाँनिर चाहिँ यहाँनिर ओर्ल्नु पर्ने हुन्छ एडभेन्चर मै ओर्लेर जानुपर्ने हुन्छ अब यहाँबाट दिस इज कल एडभेन्चर साथीहरू बाटो कस्तो एडभेन्चर छ भन्ने देख्न सक्नुहुन्छ अनि आउन त आइस जान्छस् कसरी भने जस्तो बाटो पनि छ यहाँनिर ठिक छ बिस्तारै लड्दै पढ्दै देउसी रे आउनुहोस् होइन नि त्यो चिप्लो माटोमा ए रातो माटो रेस्ट गर्नु कि तात्यो पर्दैन आउनु रेस्ट गर्न थाल्यो भने हाम्रो ओ माई गड के हो के देख्दैछु म यो बाटो ओ माई गड यहाँनिर चाहिँ अलिकति अप्ठ्यारो रहेछ यो ग्राभेल यस्तो टाइपको ओछ्याइदियो भने त चिप्लिँदैन थियो होइन अनि के हो यस्तो ल धापड्याम जाने बाटो यही हो कति ठाउँमा लडिन्छ होला हो त्यसपछि लेफ्ट कि राइट माथिबाट लेफ्ट जाने ए त्यहाँ लेफ्ट राइट दुईवटा छ हो कति टाइम लाग्ला अब वहाँ तलबाट नि आधी घन्टा भन्थ्यो तलबाट सोध्दै आथ्यौँ जहाँबाट नि आधी घन्टा मात्रै भन्छ ऊ के हो माया नै माया छ तिम्रो नाउँमा तिमीलाई भेट्न आउँदैछु तिम्रो गाउँमा ल झन्डै लड्नु भयो कि हो
कति राम्रो ठाउँ हेर्नु न यो है। ओ बा के छ खबर? अब ढापडेम जानु पर्यो। लास्टै अप्ठ्यारो यहाँ खाल्लो खोली परेको छ। डुँड छ कि डुँड बाइक त जान्छ होला नि जान्छ एउटाले पछाडि ठेल्ने साइडबाट लाउने अरू बाइकहरू गइरहेछ जान्छ होइन अरू गइरहेछ अहिले गइरहेछ। ओखो हे 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 हजुर ल बाटो त के हो साथी हो? ओ ओ ओ ओ ओ ओ ओ ओ ओ ओहो खोइ त बाटो त्यहीँबाट जानुपर्ने भयो नि पारीबाटै त्यही यहीँबाट पढ्ने है। पर्दैन भिडियो चाहिँ खिच्नु पर्यो तपाईँको मोबाइलमा कि मेरोमा खिच्नु लाउनु त्यसरी होइन लामो गरेर त्यसरी के हुँदैछ यहाँ? यो थाक्यो म त एडभेन्चर हिँड्नु हिँड्नु सर हिँड्नु बाटै छैन जस्तो त सर छ बाटो त्यही बाटो छैन जस्तो है जान्छ बाटो जान्छ
एडभेन्चर भन्छ नि। साथीहरू बाटै नभएको ठाउँमा हामी आयौँ, तर नि हाम्रो धाब्याम जाने प्लान चाहिँ जस छिटो गऱ्यो छिटो फर्किनुपर्छ। ए नकुरा गरौँ, कस्तो हुँदैछ अनुभव? हजुर हिँडाइ मचिँदैछ। बाटै छैन यार। ल आउनु आउनु। ओके अलराइट साथीहरू, हामी ढाबड्याम जानलाई लगभग अब आधी घन्टाको दूरीमा छौँ। अनि केशव सर झन्डै लड्नु भएको। सर कस्तो कस्तो अनुभव भयो? लड्दै पर्दै आयो त। एडभेन्चर राइड भयो, जस रमाइलो भाइ आनन्द आइरहेको थियो क्या होइन। अनि त्यसपछि अनि जसलाई सोधे पनि आधी घन्टा भन्दो रहेछ कि। कति टाइममा पुग्छ अहिले? कति टाइम भयो भने अहिले 9:12 गयो। हेरौँ कति टाइममा पुग्छ। हजुर खोइ त बाटो नजाउँ पनि भन्छ है मान्छेहरू। हजुर यहाँ त छैन बाटो, बाटै छैन त। त्यो ट्र्याक लिएर आउनुला। यताबाट जान्छ यो भित्ताबाट जान्छ कि हेर्नु त कि जान्छ है। जान्छ भने हाल्नु पर्यो, जान्छ भने हाल्नु पर्यो। ट्राई गर्छु है। ढुङ्गा राखेन चिप्लिन्छ त्यहाँ त। यो ट्र्याक गरेर जानुपर्छ नि। तल घुमाउने, तल घुमाएपछि त फेरि माथि आउनु अप्ठ्यारो हुन्छ होइन। उता लानु पाए हुन्छ भनेको। त्यो ढुङ्गा हाल्दै मास्तिर लानु पर्यो नि। मास्तिर
एकचोटि हेरौँ थाक्यो है थाक्यो बाटो कुन घुम्न आएको हामी के गर्नु